मोडर्न स्टार टिभी मनोरञ्जनकै लागि सब्स्क्राइब गर्न नभुल्नुहोला। सुभाष घिसिङले स्वर्गीय राजा वीरेन्द्रका नाममा लेखेको विशेष पत्र। श्री 5 महाराज दिराज वीरेन्द्र वीर विक्रम शाहदेवका जुनाफमा नारायण हिटी राजदरबार काठमाडौँ नेपाल। प्रज्ञा उत्सल सरकार भारत देश स्वतन्त्र भएको 36 वर्षपछि पनि भारतमा भएका सम्पूर्ण गोर्खाहरूका राष्ट्रिय चिनारी र भविष्यको टुङ्गो नलागेर भारत देशको प्रत्येक प्रान्तमा गोर्खाले आफ्नो आत्मा, रगत, जाति, ऐतिहासिक गौरव र आफ्नो माटो सबै बन्दकी राखेर सधैँ निर्दो भई बाँच्नुपर्ने स्थिति साथै विदेशीको लान्छना र खेदुवाको प्रश्नले चरम सीमा नागेपछि बाध्य भएर गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले विभिन्न थरीका पूर्व सन्धिहरूका वास्तविक क्रिया अनि प्रतिक्रियाहरूको दुवै पक्षलाई लिएर सरकार कहाँ अर्जी गर्न कर लाग्यो कि 2 डिसेम्बर 1815 को सुगौली सन्धि, 10 फेब्रुअरी सन् 1817 सालको तितलिया सन्धि र 11 नोभेम्बर सन् 1865 सालको सेन्चुला अथवा राजा भातखुवा सन्धिका धाराहरूले काटेका ऐतिहासिक भूभागहरूमा आदिकालदेखि आदिवासीको रूपमा बसोबास गरी आएका गोर्खाहरू र सन् 1814 सालको नालापानीको नेपाल अङ्ग्रेज युद्धपछि सन् 1816 सालदेखि सन् 1884 सालसम्म देश, काल र परिस्थितिले गर्दा नेपाल देशको सरकारी अनुमति बिना नै असन्तुलन मनस्थिति बोकेर अङ्ग्रेज फौजमा सिपाही भर्ती, कोइला खात, तेल खात साथै चियाको खेतीमा कुल्ली भर्ती हुँदै आएका गोर्खाहरू अनि सन् 1885 सालदेखि यसो नेपाल देशको सरकारी अनुमति पाएर सन् 1890 सालमा सर्वप्रथम विदेशमा गठन भएको नेपालकै गोर्खा फौजमा सिपाही भर्ती र कुल्ली भर्तीमा लगातार भर्ती हुँदै आएका गोर्खाहरूलाई अर्थात् उक्त तीनै थरीका सम्पूर्ण गोर्खाहरूलाई सन् 1923 सालको नेपाल र अङ्ग्रेज बीच भएको सन्धिले केवल आदान प्रदानात्मक ढङ्गमा एउटै राष्ट्रियताको सूत्रमा बाँधेर भविष्यमा जहिले पनि नेपाल देश र नेपाल राजाकै हक लाग्ने रैती बनाइसकेपछि सन् 1947 सालमा पूर्व सन्धिहरूका एक पक्षमा हस्ताक्षर गर्ने साम्राज्यवादी अङ्ग्रेज स्वयंले हिन्दुस्तान छोड्ने बेलामा केवल भारतीय नस्लका हिन्दू र मुसलमानहरूको हित चिताएर 2 खण्डमा विभाजन गरेपछि आफ्नै मुलुकमा फर्केर जानु परेको खण्डमा नेपाल र अङ्ग्रेज बीच भएको पूर्व सन्धिहरू रद्द नगरी अथवा उक्त सन्धिहरूले नै काटेका ऐतिहासिक भूभाग र सन्धिले भ्रम पारेर वर्तमान भारत देशलाई नै आफ्नो देश सम्झी स्थायी रूपमा बसोबास गरेका सम्पूर्ण गोर्खाहरूलाई न्यायोचित ढङ्गमा जनमत सङ्ग्रह नगराई अथवा लिखित रूपमा न नेपाल न भारत देश कसैलाई पनि जिम्मा नलगाई गएको हुनाले 15 अगस्त सन् 1947 सालदेखि यसो उक्त सन्धिका भूभागहरू र वर्तमान भारत देशको मानचित्रभित्र परेका सम्पूर्ण गोर्खाहरूका भविष्य, राजनीतिक हक, सुरक्षा, समरूपता र राष्ट्रिय चिनारीको जटिल प्रश्न आजभोलि जहिले पनि भविष्यमा भ्रमात्मक, शङ्काजनक र विवादास्पद भएको छ। भारत देश स्वतन्त्र भएको 3 वर्षपछि 31 जुलाई सन् 1950 सालको नेपाल भारत सन्धि र 30 अक्टोबर सन् 1950 सालको नेपाल अङ्ग्रेज सन्धिले पनि पूर्व सन्धिहरूले काटेका ऐतिहासिक भूभाग र सन्धिले भ्रममा पारेर बसेका सम्पूर्ण गोर्खाहरूका भविष्यको टुङ्गो नलगाई 21 डिसेम्बर सन् 1923 सालकै नेपाल अङ्ग्रेज सन्धिको आदान प्रदानात्मक ढङ्गलाई जस्ताको तस्तै अपनाएर 3 देश नेपाल, भारत र अङ्ग्रेजले अन्तर्राष्ट्रिय सन्धिको पृष्ठभूमि अथवा सन् 1919 सालको पेरिस सभाले स्वीकृत गरेको राष्ट्रपति विल्सनको 14 सूत्रीय कार्यक्रम अन्तर्गत आत्मनिर्णयको मुख्य प्रस्ताव अर्थात् विश्व मानव हितको साँचो परिभाषालाई सरासर उल्लङ्घन गर्नुका साथै भारतमा भएका सम्पूर्ण गोर्खाहरूका भविष्यलाई साम्राज्यवादको पुरानै साँचोभित्र ढालेर गोर्खाले जहिले पनि व्यवहारिकतामा विश्वमा आफ्नो भन्ने कुनै पनि देश, नागरिकता र राष्ट्रियबाट वञ्चित भई केवल अर्काकै अर्थहीन युद्धहरू लडिरहनु पर्ने र अर्काकै देशहरू सिँगारिरहनु पर्ने अमानुषिक परम्परागत नीतिले झन् अन्यलमा पारिदिएको छ। यसैकारण उक्त ऐतिहासिक अक्षम्य भूलहरूलाई मध्यनजरमा राखेर वर्तमान भारत देशमा आजसम्म पनि राजनीतिक हक, सुरक्षा, समरूपता र राष्ट्रिय चिनारीको पक्का टुङ्गो नलगाइएका सम्पूर्ण गोर्खाहरूको हित चिताएर सन् 1950 सालको उक्त दुवै थरीका सन्धि हस्ताक्षर गर्ने नेपाल, भारत र अङ्ग्रेजले
31 जुलाई सन् 1950 सालको नेपाल भारत सन्धि र 30 अक्टोबर 1950 सालको नेपाल अङ्ग्रेज सन्धि चाँडोभन्दा चाँडो रद्द गरेर अर्को नयाँ सन्धिमा पूर्व सन्धिहरूले काटेका ऐतिहासिक भूभागहरूसँग भारतमा भएका सम्पूर्ण गोर्खाहरूका राष्ट्रिय चिनारी अथवा भविष्यको टुङ्गो लगाइदिनुपर्छ भन्ने हेतुले सरकारको साँचो नेतृत्व र न्याय र ऐतिहासिक निर्णयको पूर्ण आशा भरोसा राखेर भारतमा भएका सम्पूर्ण गोर्खाहरूको पक्षमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले यो स्मारक पत्र सरकार कहाँ चढाइरहेको छ।